ओ बेबी हामी चाहिँ अब यहीँ बसिरहनु अनि कहाँ जानु उपर उनी गाडीतिर नजानु अनि फेरि उनी गाडीतिर चाहिँ किन जानु अरे यहाँ मौसम हेर न यहाँ आकाश हेर त अहिले पानी पर्छ क्या पानी पर्यो भने अहिले फेरि भिजिन्छ यहाँनिर उनी गाडीमा अलिकति पर चाहिँ अब यस्तो उनी गाडी छ पानी पनि नछिर्ने खालको उनी गाडी छ क्या त्यहाँ गयौँ भने अलिकति भए पनि सेफ्टी हुन्छौँ भनेर क्या ए टेन्सन नगर न छाता ल्याएको छु क्या किन टेन्सन गरिबस्छौ बस्नु न यहाँ आएर त कस्तो दामी भ्यू छ तेरिका बेबी यहाँनिर तिमीलाई थाहा छैन यहाँ चाहिँ नि पानी हावाको चाहिँ भरोसै हुँदैन हो पानी सँगसँगै हावा पनि मान्छे उडाउने खालको आउँछ हो त्यही भएर भनेको के तिमीलाई हावा आयो भने त्यो छाता पनि उडाइ लाँदैन त्यही भएर त्यो उनी गाडीमा गएर बस्यौँ भने चाहिँ अलिकति सेफ्टी हुन्छौँ क्या हे तिमी हावाको कुरा नगर पानी पर्यो भने उपर चौतारा जानुपर्छ चौतारा दिए छैनौ होइन कस्तो खालको केटी रहेछ हौ प्रथमै खालि खानुमा ध्यान छ तर जसरी भए पनि यसलाई म आज बुद्धि लाएर भए पनि फकाइ छोड्छु अरे बेबी तिमीलाई आज मैले फर्स्ट पल्ट ल्याएको होइन यो जग्गामा अन्त यो जग्गाको बारेमा तिमीलाई सबै थाहा छ थाहा छैन होइन हौ त्यही त भनेको त त्यो चौतारा चाहिँ नि सबै च्यादर दुलो परेको छ पानी आयो भने सबै चुन्छ यहाँबाट पो राम्रो देखेको त अन्त अब के गर्नु उन्यु गाडीतिर जाँदिनै म त तेरिका हो तिमी टेन्सनै नगर न ओ माथिको डाँडा देख्दैछौ हौ त्यो डाँडा उतापट्टि चाहिँ ढुङ्गाको झन् दामी ओडार छ कि त्यहाँ जानुपर्छ त्यहाँ सेफ्टी छ ओराल त झन् जाँदिन भरे बाघ भालु लाग्यो भने अरे के भनेको यो मान्छेले म हुँदा हुँदै कसरी बाघ भालु लाग्छौ आओस् मात्रै यस्तो घुमाएर चाहिँ यस्तो कोटाइदिन्छु टेन्सनै नगर तिमी यो मिठा ब्यागमा हाल लु हिँड त अहिले फेरि पानी आउँछ क्या लु तेरिका हिँड न हौ कस्तो यो मान्छे बल्ल बल्ल भेट भएको भयो नजाउँ बरु यहीँ बसौँ पानीले भिजौँ भिजोस् तेरिका हो आइपुगिहाल्यो अब उही होइन न बसौँ न यहाँ तेरिका भयो अब यहीँबाट फर्क्यौँ जग्गा त दामी रहेछ कि तर म हिँड्नु सक्दिनँ भयो अब म खुट्टा खोलिसकेँ मेरो पर्थुमा यसलाई त नि घिचेकोले थिचेको क्याउ त्यत्रो खाएको पनि कहाँ जोस् जानु पनि साला खालि खानुमा ध्यान कुरा पनि बुझ्दैन गर्लफ्रेन्ड भएपछि त कुरा बुझ्नुपर्छ नि तर जेसुकै होस् आज त यसलाई मैले गरेको खर्चको फाइदा त उठाइ छोड्छु जसरी